स्वास्थ्यको लागि साइकल पर्यटनको लागि यात्रा कार्यक्रम छौँ। यो स्वास्थ्यको लागि साइकल पर्यटनको लागि यात्रा कार्यक्रम बारेमा के राखिदिनु अनुरोध गर्छ? अब यो साइकल भन्ने कुरा चाहिँ हामी बाल्यकालदेखिबाटै जोडिँदै आएको चाहिँ साधन हो हैन। बाल्यकालमा चाहिँ साइकलसँगका त अझै धेरै कुराहरू छन् हामीसँग जोडिएका, र बिचमा पनि फेरि विविध कारणहरूले गर्दा साइकल चलाउन पाइएको थिएन, र विगत 5 वर्षदेखिबाट चाहिँ एउटा सहयात्रीको रूपमा चाहिँ यो साइकल चाहिँ लिएको छु। र साइकलले हाम्रो शारीरिक, मानसिक र पर्यावरणीय सबै दृष्टिकोणबाट यो साइकल यात्रा चाहिँ अत्यन्तै उपयुक्त छ, र यो लेखनाथलाई विशेष गरेर यो साइकल सिटीको रूपमा चाहिँ अगाडि बढाउने भन्ने जुन चाहिँ एउटा चाहिँ भाइहरूले चाहिँ ल्याउनु भएको चाहिँ जुन अभियान छ, यो अत्यन्तै सान्दर्भिक अभियान छ, र यो अभियानमा चाहिँ जोडिनको लागि सबैमा चाहिँ मेरो तर्फबाट पनि म हार्दिक अनुरोध गर्दछु। रुपताल निस्किनेछौँ। हाम्रो आदरणीय दाजु सोमन दाजु अगाडि हुन्छ, म चाहिँ पछाडि हिँडिरहेको छु। हामी तपाईँहरूलाई रुपतालको भित्रीबाट पनि देखाएको छौँ। साइक्लिङको लागि मजा ठाउँ थियो। फाँट हेर्नुहोस् यस्तो राम्रो फाँट छ। दाइ चाहिँ यो रुपतालको बारेमा केही कुरा हामी उता गरेर लिनेछौँ। अहिले चाहिँ हामी तपाईँलाई साइकल लिनको बाटो देखाउँछौँ। यो चाहिँ भित्री बाटो रुपतालको। हजुर बिस्तार है। हामी चाहिँ रुपतालको झोरेनी पुल रहेछ। यो पुल चाहिँ साथी हो सम्बन्धित काठे पुल चाहिँ सम्बन्धित निकाले चाहिँ बनाइदिनु होला। यहाँ चाहिँ राम्रो पुल काठे पुल निकै रिक्स रहेछ। साथी खसियो भाइ बाहिर म चाहिँ निस्किनु त, तर निकै रिक्स रहेछ। यो काठे पुल चाहिँ सम्बन्धित निकायले बनाइदिनु होला। साइकल चाहिँ बवाल छ। रुपताल आइपुगेका छौँ। दाइलाई चाहिँ म दाइ रुपतालको बारेमा पर्यटकहरू हाम्रो चाहिँ स्वास्थ्यलाई साइकल पर्यटनको लागि यात्रा पनि छ, पर्यटनको लागि के कुरा राखिदिनु अनुरोध गर्नुहुन्छ? अब हामी चाहिँ अहिले आज चाहिँ कमल भाइ र म हाम्रो नजिकैको पोखरा महानगरपालिका र रूपा गाउँपालिकाको बिचमा सिमानामा अवस्थित यो सुन्दर रुपतालको चाहिँ छेउमा आइपुगेका छौँ। अब प्राकृतिक रूपले अत्यन्तै सुन्दर एकपटक चाहिँ घुम्नै पर्ने ठाउँको रूपमा चाहिँ हामीले यसलाई रुपताललाई लिन्छौँ। अत्यन्तै रमणीय छ, चारैतिर चाहिँ अत्यन्त हरियाली, र पर्यटकहरूको लागि पनि एक किसिमले भन्दाखेरि माछा यहाँको रुपतालको स्थानीय उत्पादन र त्यो चाहिँ सँगै एउटा रमाउनको लागि परिक्रमा गर्नको लागि पनि एउटा बाटोको पनि सुविधा भएको ठाउँ छ। त्यसकारणले पोखरा आइसक्दाखेरि एकपटक रुपतालको चाहिँ भ्रमण भएन भनेदेखि त्यो भ्रमण चाहिँ अधुरो नै रहन्छ जस्तो चाहिँ मलाई लाग्छ। त्यसकारण सबै एकपटक पोखरा आइपुग्नु भएका हाम्रा आन्तरिक पर्यटकहरूलाई एकपटक रुपताल पनि भ्रमण गरेर यसको चाहिँ सुन्दरता, यसको प्राकृतिक मनोरमतामा रम्नु हुनको लागि पनि हार्दिक अनुरोध गर्दछु। धन्यवाद दाजु। रुपताल है यो चाहिँ वेलकम टु रूपा लेक। यहाँको ताजा अवस्था चाहिँ यस्तो छ साथी हो। पानी परेछ। हामी चाहिँ रुपताल फर्किँदाखेरि चाहिँ पानी परेको थिएन। त्यता चाहिँ पानी परेर बिदा पर्छ। राम्रो असल सोच बनाएर हिँड्यो भने, देशको लागि गर्न हिँड्यो भने पानीले पनि साथ दिन्छ साथी हो। आज हामी वहाँ पानी परेको थिएन, हामी फर्केर आइपुग्दाखेरि पानी ठुलो पानी घनघोर पानी परेर बिदा भएको रहेछ।
यसले के गर्छ असल कर्म गर्न खोजिएको छ भने माथि परमेश्वर पनि साथ हुँदैछ भन्ने कुरा मैले आज पाएको छु। पहिले शिशु आइकन लगाएको छु। यहाँको अवस्था चाहिँ ताजा अवस्था चाहिँ यस्तो छ साथी हो, देख्न सक्नुहुन्छ। हेर्नुहोस् है, पुरै पानी पर्दा पानी चाहिँ बिदा भएको साथी हो। यता चाहिँ पानी पर्दा पानी बिदा भइसकेको छ ल साथी है त।